केडा हो फाइनली आइपुग्यो सो गाइस आम्मा यति बाटो हिँड्दा अझै यति भिड त जानै पाइन्छ सो दुलो बनाउनु पर्छ रुक दुलो बनाउनु पर्छ रोबोट ओइ साथीलाई जान अप्ठ्यारो भइरहेको छ रामसित जाऊ रामसित आगो बलिसकेछ सो हे गाइज वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै आरामै हुन्छ होला हामी पनि एकदम फिट एन्ड फाइन छु यस फिट एन्ड फाइन छ बेच जस्तै गरिहाल्छ नि त्यो खाना आउँदैन तँलाई सो अनि गाइज आज चाहिँ हामी यसो अब डुल्न जान लाग्यो अनि चप्पल फेरि चान्चुने छैन होइन फेरि ब्रान्डेड चप्पल लाएर हिँड्छु मेरो यता चप्पल यसले लगाएको छ अनि गाइज अब हाम्रो गाउँमा पाउने भनेको अब अलिक अर्ग्यानिक खाजा के अरे फल भनौँ न फल भनेको यही हो हामी जान्छ ऊ त्यो भिरको तलतिर हो होइन भर्खर हामी यतातिर आइपुगेका छौँ गाइज हामी चाहिँ कहाँ कहाँ आइपुग्यो होइन हामीलाई थाहा छैन अब चाहिँ एकदम यहाँबाट नि 1 घन्टा जति लाग्छ भनेर भनेको छ अब हेरौँ होइन कति टाइम लाग्छ घाम पनि लागेको छैन आज के हो खोलामा गएर आगो सागो बाल्यो भने मात्रै हो न त त्यस्तै हो यहाँतिरको फेरि घरहरू त बबाल रहेछ नि है खतरा रहेछ यहाँतिरको गाउँ पनि होइन यहाँतिर फर्स्ट टाइम आएको हो म त अहिलेसम्म आएको थिएन एउटै गाउँमा बसेर नि यहाँतिर आएको भने चाहिँ फर्स्ट टाइम हो अब ऊ त्यो डाँडा होइन ऊ त्यो बडाबाट नि तलतिर झर्नुपर्छ काका हो अब यस्तै छ हामी चाहिँ बल्ल यहाँ आइपुग्यो होइन अनि यहाँ आएर चाहिँ हामीले खतरा अर्ग्यानिक गाउँघरको यस्तो बबाल पानी भेट्यो अनि यहाँ आएर यसो पानी सानी पनि खायौँ आधी घन्टा जति लाग्ला के भन्न चाहनुहुन्छ गाइज गाइज दाजु ओ फुच्चे इग्नोर हान्छस् दाइहरूलाई गाइज अहिले चाहिँ हामी यता जङ्गलतिर आइपुगेका छौँ हजुरआमा यहाँ के अरे बाख्रा लिएर आउनु भए हामी चाहिँ उता ठुलपलातीबाट आएको ए ठिक छ चढाउनुपर्छ बाघहरू नि आउँछ यतातिर ए आउँदैन ठिक छ यसो खोलातिर जाउँ भनेको माछा मार्न एक धोक्रो कहाँ एक धोक्रोले पुग्दैन नि बेच्ने हो माछा पाउँछ नि त्यहाँ हेर्न सक्नुहुन्छ यस्तो बबाल छ यहाँ चाहिँ यो जङ्गल चाहिँ अब यसलाई चाहिँ यहीँ छोडिदिने हो यो बोकालाई ओइ भाइ बोल न यार बोल केही बोल ओइ छक्का भन्दा फेरि हेर्छ बोल्नु न यार दाइ त बोल्ल जाउँ घुमाउँदा होला हेर्ने यहाँ हुँदैन हो त्यहाँ हुँदैन सानो त्यहाँ चाहिँ हुन्छ त्यसका बाउको हो यहाँ बोसलाई नै अब ऊ फेरि हेर्न अनि बोसलाई अब बाटो चिन्न गाह्रो भयो अरे अब कता लाने भयो ऊ त्यो डाँडामा जानु पनि जङ्गल ओइ रमन एउटा चिज हामीले बिर्स्यो त पानी हमारा झिक गाइज चुतिया एक दिनमै बिर्सिस यहाँ चढ्नुहुन्छ हामी फाइनली यतासम्म आइपुग्यो अब सिधै यहाँबाट होइन तल जानुपर्छ गाइस अब एकछिन यहाँबाट हेर्ने होइन भ्यू खतरा देखिन्छ ओए के हो यार यस्तो ओए ल के हो है केटा गाइस यहाँसम्म हेर्नु ल के भनौँ यार म के भनौँ ओए उयो तल हेर्नु न यार गाइस अब यहाँबाट चाहिँ धेरै टाढा पनि छैन फोटो खिच्न लाखको लागि गरेर दाइहरूको आइफोन पाएपछि त अनि के भन्नु के अब चाहिँ अलि अगाडि हिँड्यो नि फेरि मलाई तर्स आयो भने चाहिँ मलाई कसम अब चाहिँ यहाँबाट चाहिँ धेरै टाढा पनि छैन अब चाहिँ सिधै खोला गएर बनाउनुपर्छ ओए के हो खतरा फुल रहेछ नि यहाँ त ओए गाइस यो चाहिँ मेरो प्यारो सब्सक्राइबरहरूको लागि गाइज हाम्रो यहाँ बोसले चाहिँ चेकजाक गर्दै बाटो लगिरहेछ यो चाहिँ हो फेरि सानचुने बाटो जाँदैन नि त हामी गएपछि हो कि नै भन्थ्यो त अनि हिँडेपछि त अब अलि ब्रान्डेड ठाउँ हिँड्नुपर्छ मलाई कुन चाहिँ यही हो त बाटो यही हो नि फेरि अहिले फेरि ऐना जस्तो फेरि फर्काउला र मार ओए बिस्तारै आओ
खोला त अनि आइसक्यो त खतरा दह छ भनेर सुनेर आएको कस्तो बाटो लिएर आयो सबै यहाँ घोचेर त्यही माथि हाफ कटु लाएर आएको छु कस्तो भने बाघ आयो भने चाहिँ अहिले कसरी जाने ओ यस्तो ओ घोच्यो यार सक्दिनँ यार गाइस अब म खोलामै गएर बनाउँछु सो गाइस आम्मा यति बाटो हिँड्दा अझै यति भिड त जानै पाइन्छ अनि त्यसपछि आइपुग्छ होइन गाइस त्योहरू चाहिँ पुगिसक्यो अब म मात्र पाइयो सो गाइस आम्मा यहाँ त फेरि खतरा है त्यस्तो भिडै भिड छ है भिडै भिडको बिचमा पो रहेछ त यार दह त खतरा रहेछ फेरि थेट यस्तो सानो दह दहमा खेल्नलाई हामी कहाँ 1 घन्टा 2 घन्टा जति हामी हिँड्यो होला अब जाने बेला कति लाग्ला सो गाइस यो चाहिँ तलै गएर बनाऊँ होइन फेरि एउटा लड्यो भने त सिद्धिन्छ हामी चाहिँ होइन झर्नामा खोलामा आइसकेको छौँ यही हो हामीले खेल्ने दह अनि अब यस्तो एकछिन कस्तो थैला यार यत्रो माथि भिडबाट आएको यार यस्तो बिचमा कहाँ ल्याएर थेट खतरा दह छ भन्यो अनि यहाँ आगो फुक्ने होइन पहिले सुरु आगो फुक्ने अनि चुप्लुङ्गा डाइभ हान्ने यता अनि डाइभ हान्ने बित्तिकै खेल्ने अनि खाने जाने त्यति हो अब सो गाइस हामीले चाहिँ घरबाट मै लिएर आएको थियौँ धेरमा आन्थ्यो पानी यहाँको खान मिल्छ होला त जति मिल्छ अब चाहिँ यहाँ आगो बाल्छौँ पहिला ल पछि फाइनली बल्यो होइन बिस्तारै ल सबै त्यसो नहाल्न उयो निकाल त बल्यो फाइनली आगो चाहिँ बल्यो अरू भन्दा नि यही खुसीको कुरा हो ल केटा छिटो जान गाइस अब चाहिँ हाम्रो डिकेस डन हामफाली चाहिँ ओ हाम पाल्नु त रेडी मामा हाम पाल्यो ल गाइस हाम पाल्यो गयो अरे क्या हो त पपरले रोमन ओइ गाइस अब चाहिँ ल हाम्रो साथीले हाम फाल्छ ओ ल गाइस अब पौडी खेल्न सकिँदैन यस्तो खोलामा अब मासु पोल्ने खाने ओइ मासु पोल्ने खाने मासु चाहिँ रेडी भइसकेको छ ए हुन्छ भने खाइदिने अब ए बढाएर ओ साथीलाई जान अप्ठ्यारो भइरहेको छ रामसित जाऊ रामसित गाह्रो छ केटो बिस्तारै गाइस अब हामीले यहाँ बसेर चटपटे बनाउँछौँ बब्बाल ठाउँ छ त फेरि है थैट बेकार आयो जस्तो भयो है घरमै बसेर पकाएर खानुपर्ने रहेछ बनाएर खानुपर्ने रहेछ एकचोटि खेल्यो भने त सक्दैन सर सेप
इमान्दार मान्छे हुनुपर्छ एउटा गोल एउटाकोलाई तल हाम बाल्यो त्यो त है त आमा त्यसलाई लिन जाउँ ओइ रोबर्ट ए मासु नि लिएर आए मासु ओइ गोल भेडा देखाइदियो हाम्रो गोल भेडा राम्रो गोल भेडा ओइ आया एउटा गोल भेडाको लागि केटा ओइ मासु लिन बरु त त्यही बस होइन मासु चाहिँ लिनु एउटा ऊ हेर्न सबै खान्छ ल मासु चाहिँ मैले लियो अनि तँलाई त ल ओइ कान्न तिमीहरू बनाउँदै गर म चाहिँ यसो हात धोएर आउनु पऱ्यो होइन यहाँ चाहिँ फेरि आम्मा गाई चाहिँ यस्तो पानीमा त माछा पनि कसरी मार्छ होला यता ल्याउनु थोरै खोइ यति खाने हो नि यो यति खाने हो नि एउटा ल्याउनु दि घिउ सिउ सबै हाल्नु अनि त तिनीहरू त कसरी छ त्यो सब हाल्न सब एउटै छोड्ने होइन नि हाल्न के पाइन्छ अब खाना पाइन्छ उयो हाम्रो यहाँ बडी बिल्डर जुसी या हेर नाच्दै आउन अजीब जनावरले बोका सङ्घको अध्यक्ष उपाध्यक्ष सचिव सो गाइज अहिले चाहिँ हामीले सबै खाएर पनि सिद्धिसकेको छ पौडी पनि हामीले धेरै खेल्यो अब चाहिँ उयो यो सिधा एकछिन जिस्केर बस्नु पऱ्यो ओइ रुख म नि आउँछु ओइ म नि आउँछु ल ल गाइज अब चाहिँ यहाँ चाहिँ यसले यस्तो बनाइरहेको छ सेप म नि बनाउँछु अब काम छैन हाम्रो होइन यही बनाएर बसिरहेको छौँ हामी यहाँ चाहिँ खतरा ड्याम बनाएको छ अहिले सबै यहाँ बनाएपछि चाहिँ खतरा एकैचोटि छोडिदिने भन्ने विचार छ होइन अब यहाँ हेरौँ होइन ल इन्जिनियर साहब यहाँबाट चाहिँ पुरा गरिरहेको छु ल यसो दुलो बनाउनुपर्छ रुख दुलो बनाउनुपर्छ हामीले बनाएको धरालाई चाहिँ यसले भत्काइदियो होइन यो कोले गाइज अब चाहिँ हामी घर जान लाग्यो होइन अनि आजको दिन चाहिँ एकदम रमाइलो भयो अनि हजुरहरूलाई भ्लग लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूले अनि त्यस्तो भिड बाटो छ अनि आजको भ्लग चाहिँ अब यतैतिर अन्त गर्छु बिदाई गर्छु होइन सो त्यही हो गाइज अनि सब्सक्राइब नगरिदिनु भएकोले सब्सक्राइब गरिदिनु होला त्यही हो जय नेपाल।